हेलो नमस्ते। आज चाहिँ हामी हाम्रो गाउँघर चाहिँ श्रमदान गरेर चाहिँ बाटो बनाउने काम भइरहेको छ र यो चाहिँ हाम्रो सदरमुकाम नगरपालिका 10 सिक्किम टोल तम्काया धारादेखि सिमाल डाँडासम्मको चाहिँ बाटो लगभग हामी चाहिँ 25-30 जनाको समूहले चाहिँ बाटोहरू मर्मत र सरसफाइ गर्ने अभियान राखेर चाहिँ सरसफाइ गरिरहेको छौँ है त। हाम्रो प्राथमिक उपचार गर्नको लागि पनि साथसाथै हुनुभएको छ हाम्रो टेकेन्द्र बहादुर कार्की दाइ।